धनीका धेरै मित्र हुन्छन्, धनीको घरमा भिड हुन्छ, ढोका कहिल्यै बन्द हुँदैन, यसो हात मिलाउने मित्र भनेर बोलाउनेहरूको कमी हुँदैन। तर गरिब मानिस एक्लै छोडिन्छ। कस्तो अचम्मको संसार जहाँ पैसाको आवाज ठुलो हुन्छ तर हृदयको आवाज भने सानो हुन्छ। धनीसँग बस्दा मान्छेहरू मिठो मिठो शब्दहरू बोल्छन्, आदर गर्छन्, सम्मान गर्छन्, झुक्छन्। तर कतिपटक त्यो सम्मान भने उसको थैलीको लागि, उसको पैसाको लागि हुन्छ। तर गरिब मानिसको कथा भने थोरै फरक छ। गरिब मानिस आफ्नै छिमेकीको नजरमा होचिन्छ, उसको आवाजले हल्का ठानिन्छ, उसको सपनालाई सानो बनाइन्छ। तर परमेश्वरले फाटेको लुगा होइन, थाकेको जुत्ता होइन, भित्री हृदय हेर्नुहुन्छ। साँचो मित्रता सुनको सिक्काले किन्न सकिँदैन, न त महँगो भोजले नै बाँड्न सकिन्छ। साँचो मित्र त्यो हो जो रोगमा पनि बस्छ, जो संसार टाढा हुँदा नजिकै बसिरहन्छ, जो असफलतामा पनि हाँस्न सिकाउँछ, आँसु झर्दा नभाग्ने, गल्ती हुँदा नत्याग्ने अनि कमजोरी हुँदा नहेप्ने। त्यो असल मित्र परमेश्वर हुनुहुन्छ। किनभने साँचो मित्रता स्वर्गको सम्बन्ध हो अनि हामी स्वर्गका नागरिक।